दिनको 8 घण्टा अर्कैको लागि पसिना बगाउने कि दिनको 12 घण्टा आफैका लागि सपनाको ड्रग बसाल्ने? एकातिर निश्चित तलब तर मालिक अरू, अर्कोतिर सुरुमा सङ्घर्ष धेरै तर भविष्यको मालिक आफू। जागिर सुरक्षित हो तर सीमित, व्यापार जोखिमपूर्ण तर असीमित। यो कथाले 5 मिनेटमै देखाउनेछ राम्रो जीवन सुरक्षित बाटो रोजेर बन्छ कि साहसिलो निर्णय गरेर। अब कथा सुरु हुन्छ। गाउँका 2 घनिष्ठ मित्र दीपक र जीवन एसएलसी पास गरे। उनीहरूको अनुहारमा खुशी र उमङ्ग झल्किरहेको थियो। जीवनका नयाँ सपना, ठूलो भविष्यका योजनाहरू उनीहरूको मनमा खेलिरहेका थिए। उनीहरूले मनमा नै सोच्न थाले, अब हाम्रो मेहनत र इमान्दारीले जीवनमा ठूलो स्थान बनाउनु छ। दीपक काठमाडौँ पुग्यो। लोकसेवा तयारीको कठिन यात्रा सुरु गर्यो। रातभरि पुस्तकमाथि ध्यान दिन्थ्यो, नोट्स बनाउँथ्यो, आफ्नो पुरै दिन पढाइमा बिताउँथ्यो। कहिले कहिले थकानले भुइँमा ढल्किन मन लाग्थ्यो, तर उसले हिम्मत छोडेन। उसको लक्ष्य केवल आफूलाई मात्र होइन, परिवारलाई गर्व महसुस गराउने थियो। जीवन भने गाउँमै सानो पसल खोल्यो। बिहान 5 बजे उठेर बजारबाट सामान ल्याउँथ्यो। कहिले कहिले थकान र असहजता महसुस हुन्थ्यो, तर उसले हार मानेन। पसल विस्तार हुँदै गयो, व्यवसाय बढ्दै गयो। जीवनको मेहनतले केवल उसको परिवारलाई मात्र होइन, अब पसलमा काम गर्ने स्टाफ र उनीहरूको परिवार पनि आफ्नो जीवन चलाउन सक्षम भए। उसले धेरै स्टाफ राख्यो। स्टाफका बालबालिका पढ्दै थिए, बुढाबुढी उपचार भइरहेका थिए। जीवनको मेहनतले गाउँभरिका धेरै जीवन उज्यालो बनायो। उसले महसुस गर्यो, व्यवसाय केवल पैसा कमाउने माध्यम होइन, यो जिम्मेवारी र जीवनदान गर्ने उपाय पनि हो। दीपक उच्च पदमा जागिरे भयो। उसले आफ्नो परिवारलाई आरामदायी जीवन दिएको थियो, तर कार्यालयको हरेक दिन व्यस्त थियो। कर्मचारीहरूको जीवनमा उसको ठूलो प्रभाव थिएन। धेरै वर्षपछि दीपक गाउँ फर्कियो। जीवनको व्यवसायले थुप्रै परिवारलाई आत्मनिर्भर बनाएको थियो। बालबालिकाहरू पढ्दै थिए, बुढाबुढी उपचार भइरहेको थियो, गाउँ उज्यालो बनेको थियो। दीपकले भन्यो, मेरो पद र जीवनशैली हेर्नुहोस्। जीवनले मुस्कुराउँदै जवाफ दियो, तिमीले केवल आफ्नो परिवारको लागि मेहनत गर्यौ, तर मैले धेरै परिवारको जीवन उज्यालो बनाएको छु। स्टाफका बच्चाहरू पढ्दैछन्, बुढाबुढी उपचार भइरहेको छ। मेरो मेहनतको बनेको जगले मेरो सन्तानलाई सुरुबाट होइन, तयार मार्गबाट अगाडि बढ्ने अवसर दिएको छ। यही हो वास्तविक सफलता, धेरैको जीवन उज्यालो बनाउनु। सफलता केवल पद र सम्मान होइन, कति जीवनमा प्रभाव पारेको छ भन्ने कुरा हो। धेरै मुस्कान, घरको उज्यालो, बालबालिकाको शिक्षा, यही हो असली सफलता। जीवनले नयाँ पसल खोल्यो, थप स्टाफ राख्यो। यसले गाउँका धेरै परिवारलाई रोजगारी दियो। उनीहरूको जीवन उज्यालो भयो। स्टाफहरू मेहनत गर्दै थिए, हरेक परिवारको आवश्यकता पूरा हुँदै थियो। जीवनको प्रयासले गाउँभरि मुस्कान फैलायो। उसले सबैलाई सल्लाह दिन्थ्यो, समयमै मार्गदर्शन गर्थ्यो। स्टाफहरूको विश्वास बढ्यो, कामको गुणस्तर उत्कृष्ट भयो। उसको मेहनतले स्टाफका बच्चाहरू पढ्न पाए, उज्यालो भविष्यको बाटो खुल्यो। धेरै परिवारको जीवन स्थिर र खुशी बन्यो। जीवनले बुढाबुढीको उपचारमा ध्यान दियो, गाउँमा स्वास्थ्य सेवामा योगदान पुर्यायो, थुप्रै जीवन बचायो। दीपक विस्मित भयो। उसले देख्यो कति मेहनतले जीवनले थुप्रै परिवारको जीवन उज्यालो बनाएको छ। स्टाफहरूले दीपकलाई स्वागत गरे। उनीहरूले भने, तपाईको मित्रले हाम्रो जीवन सजिलो बनाएको छ। जीवनले भन्यो, मैले जे बनाएको छु त्यसले थुप्रै परिवारको जीवन चलाएको छ।
मेरो मेहनतले मेरो सन्तानलाई तयार मार्गबाट अगाडि बढ्ने अवसर दिएको छ। दीपकले बुझ्यो, सफलता केवल पद र जीवनशैली होइन, वास्तविक सफलता हो कति जीवनमा उज्यालो फैलाएको छ। स्टाफको मुस्कान, बालबालिकाको पढाइ, बुढाबुढीको स्वास्थ्य, यी सबै जीवनको मेहनतको परिणाम थियो। उसको योगदानले गाउँ उज्यालो बनायो। व्यवसाय केवल पैसा कमाउने माध्यम होइन, यो जिम्मेवारी हो र जीवनदान गर्ने माध्यम पनि हो। दुवै मित्रले बुझे, सफलता केवल पद, सम्मान वा पैसा होइन, धेरैको जीवन उज्यालो बनाउने काम साँचो सफलता हो। स्टाफहरूले हाँस्दै बिदा दिए। जीवनको मेहनतले उनीहरूको जीवनमा स्थायी परिवर्तन ल्याएको थियो। साँचो सफलता केवल आफूका लागि होइन, धेरै मुस्कान, घरको उज्यालो, बालबालिकाको उज्जवल भविष्य, यही हो असली सफलता। साथीहरू, तपाईलाई यो सानो भिडियो कस्तो लाग्यो? भिडियो मन पर्यो भने लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला र सब्स्क्राइब गर्न नबिर्सनुहोला है। यस्तै नयाँ भिडियो हेर्नको लागि बेल आइकन पनि अवश्य दबाइदिनुहोला। तपाईको एउटा सानो सहयोगले हामीलाई अझ राम्रो सामग्री बनाउन प्रेरणा दिन्छ।